साथीहरू एकछिन यो भिडियो हेरौँ है त। टुडी खेलमा डिबेट तपाईहरूले कुनै हलमा भन्दा पनि टुडी खेलमै आम जनताको बिचमा उम्मेदवारहरूलाई राखेर आफूले गरेका कामहरू र भावी कामको बारेमा एउटा ओपन डिबेट गराइसकेपछि एजेन्डाको आधारमा र कार्य सम्पादनको आधारमा जनताले फैसला गर्ने खालको व्यवस्था हुनुपर्छ। उहाँ हुनुहुन्छ नरेश भण्डारी, जो आउने फागुन 21 गतेको चुनावको लागि जुम्लाबाट नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ। भण्डारीले एउटा कार्यक्रममा बोल्ने क्रममा जुम्लाको विकासको लागि हामीले के गर्यौं र आगामी दिनमा जुम्लाको विकासको लागि हाम्रो एजेन्डाहरू के छन् त, यो कुरामा जुम्ली जनताहरूलाई छर्लङ्ग पार्नको लागि जुम्लाबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण उम्मेदवारहरू जुम्लाको टुडीखेलमा जम्मा भएर पत्रकारहरूको माझबाट जुम्ली जनताहरूको माझमा आफ्ना योजनाहरू छर्लङ्ग पार्नुपर्ने भन्ने जुन किसिमको उहाँको अभिव्यक्ति आएको छ, अन्य उम्मेदवारहरूलाई पनि खुल्ला रूपमा बहसमा आउन दिनुभएको यो चेतावनी भनौँ अथवा जानकारी भनौँ, यो तपाईँलाई कस्तो लाग्यो? आफूलाई जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला है त।